साथीहरु नमस्कार, स्वागत छ। र आज हामी कुरा गर्दैछौं रुम्बियोन बोलस बारे र यो बोलस कहाँ प्रयोग गरिन्छ र कति मात्रा दिनुपर्छ र कुन पशुलाई हामी दिन सक्छौं र रुम्बियोन बोलस भनेको के हो र यदि तपाईहरुको घरमा पनि गाई भैंसी बाख्रा भेडा यदि पाल्नु भएको छ भने यो भिडियो तपाईहरुको लागि धेरै उपयोगी हुनेछ। र रुम्बियोन बोलस भनेको यो जडीबुटीबाट बनेको औषधि हो र यो रुमेन स्टिमुलेटर र पाचन सुधार्ने औषधि पनि भनिन्छ। र यदि तपाईहरु पनि बोलस बारे जान्न चाहनुहुन्छ भने भिडियोलाई अन्तिमसम्म हेर्दिनु होला। र अब कुरा गरौँ हामी कुन अवस्थामा रुम्बियोन बोलस प्रयोग गर्न सक्छौं पशुहरुमा। यदि पशुहरुमा भोक नलाग्दा, अपच हुँदा र अपचका कारण दूध कम हुँदा पनि हामी रुम्बियोन बोलस प्रयोग गर्न सक्छौं। र रोगपछि वा कुनै पनि एन्टिबायोटिक प्रयोग गरिसकेपछि हामी रुम्बियोन बोलस प्रयोग गर्न सक्छौं। र पशुहरुको पेटमा रुमेनमा ग्यास जम्मा हुँदा हामी रुम्बियोन बोलस प्रयोग गरेर हामी ग्यास निकाल्न सक्छौं। र यदि मेनली भनेको रुमेन सम्बन्धित जुनसुकै समस्या आए पनि पशुहरुमा रुम्बियोन बोलस प्रयोग गर्न सक्छौं। र पशुहरुमा दिने मात्रा भनेको यदि गाई भैंसी छन् भने 1 या 2 बोलस दिनमा 2 पटक 3 या 4 दिनसम्म दिन सक्नुहुन्छ। र यदि खसी बाख्रा भेडाहरु छन् भने यदि सानो पशु छ भने हाफ बोलस गरी दिनमा 2 पटक यसलाई पनि 3 या 4 दिनसम्म दिन सक्नुहुन्छ। र यसको रुम्बियोन बोलसको फाइदा भनेको यो जडीबुटीबाट बनेको हो र यो कुनै पनि गम्भीर साइड इफेक्ट हुँदैन। र गाई भैंसी बाख्रा भेडा जस्ता जनावरहरुमा रुम्बियोन बोलसले पाचन सुधार्ने या यसलाई रुमेन टोनी पनि भन्न सक्छौं। र हामी बार रुमेन कुरा गर्दैछौं। यो रुमेन भनेको जुगाली गर्ने पशु जस्तै कि गाई भैंसी बाख्रा भेडाहरुमा 4 भागमा पेट विभाजन गरिएको हुन्छ। र यी मध्ये पहिलो र सबैभन्दा ठूलो भनेको रुमेन हो। र रुमेनलाई पशुहरुको पाचन सुधार्ने फ्याक्ट्री पनि भन्ने गरिन्छ, किनभने पशुले जति खाएका कुराहरु सबै रुमेनमा पाचन हुन्छ। र तपाईहरुको घरमा पनि यदि गाई भैंसी बाख्रा भेडाहरु छन् भने यदि यस्तो अवस्था आयो भने खाना कम खाने, दूध कम दिने, भोक नलाग्ने, पाचनमा समस्या आउने र कुनै पनि पाचन सम्बन्धित समस्या आयो भने पेटमा ग्यास बन्ने जस्तो समस्या आयो भने तपाईहरु आफैले पनि यो रुम्बियोन बोलस लाएर दिन सक्नुहुन्छ। र यसले भोक बढाउन पनि धेरै मद्दत गर्छ। र यो भिडियो तपाईहरुलाई कस्तो लाग्यो? यदि मन पर्यो भने भिडियोलाई लाइक, शेयर र सब्स्क्राइब गर्न नबिर्सनु होला। धन्यवाद।